हामी यस खप्तर राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एकदम आनन्द तरिकाले घुमिरहेको छौँ। यो चाहिँ घोडे पाटन भन्ने क्षेत्रमा छौँ। अहिले हाम्रो टिममा चाहिँ 9 जना सर म्याडमहरू हुनुहुन्छ। एकदम रमाइलो भइरहेको छ हिजोदेखि नै। यतिखेर हाम्रो साथमा हुनुहुन्छ ऋषि धमलाको भतिज काजु धमला भ्युटारबाट हलिन्छ कि हलिन्छ। अब हामीले चाहिँ देशलाई समृद्ध नेपाल खुसी नेपालीवासी बनाउने तर्फतिर लाग्नु पर्दछ साथीहरू। हामी यस खप्तर बाबाको आश्रमदेखि हामीले यो घोषणा गरिसकेको छौँ। साथीहरूको त्रिवेणीमा स्नान एकदमै खतरनाक तरिकाले गरिराख्नु भएको छ। सबभन्दा बढी भिडियो कसले बनाउँछ? दिवसहरूले। किन नाम पर्यो यार, सोचिरहेको छु क्या। नमस्कार, आजको दिन शुभ होस्। आज हाम्रो भ्लग स्टार्ट हुँदैछ होइन। अनि यहाँ प्रकृतिसँग रमाउँदै अनि फुलहरूको पुरै बासमा आउँदै होइन, पुरै झुल्किरहेको घाम अनि लहरै बग्दै गरेको खोला अनि चिचिर गरिरहेको आवाज होइन, चराचुरुङ्गीको साथमा अब हामी खप्तरको यात्रा सुरु गर्दैछौँ। यसको हाम्रो सुरुवात चाहिँ घोडे पाटनबाट हुँदैछ। घोडे पाटन छ, त्यसपछि हामी कता कता गइन्छ? यहाँ घोडे पाटन हुँदै हामी बाबा आश्रम जान्छौँ। अनि त्यसपछि धार्मिक रूपमा उल्लेखित त्रिवेणी ढाङमा स्नान गरेर फेरि यता आउनेछौँ। त्यसपछि फेरि हामी खप्तरदह हुँदै अरू नागढुङ्गा जानेछौँ। धन्यवाद। अब हामी चाहिँ घोडे पाटनको यात्रा तय गर्दैछौँ। साथीहरू सबै रेडी भइसक्नु भएको छ। अब हामी चाहिँ अब घोडे पाटनपछि अरू यात्राको जानकारी गराउने छौँ। हाम्रो म्यानेजमेन्टमा हुनुहुन्छ मोहन खराज सर, सँगै हाम्रो जय सर, भूपाल सर, हाउ वाज द जोस मिसहरू? हाम्रो भ्लगर मिस हुनुहुन्छ उहाँ चाहिँ। अब हाम्रो यात्रा चाहिँ घोडेपाटनतिरको लागौँ। घोडेपाटनतिर लेट्स गो। अब यो एकदम नक्साले नै देखाउँछ। अब यहाँबाट हामी खप्तड घोडा दाउना पाटनतिर जाँदैछौँ। उचाइ छ 3045 मिटरको उचाइमा र यहाँबाट चाहिँ लगभग 1.2 किलोमिटर छ। साथीहरू अगाडि हिँडिसक्नु भएको छ। साथीहरूको छुट्टै रमाइलो। घुम्न आएको ठाउँमा यति रमाइलो त गर्नै पर्यो नि त है। साथीहरूको रमाइलो। मण्डल सर के छ? एकदम यो फुलहरूको बास्नाले हाम्रो मनमै हाम्रो म्यानेजर सर हुनुहुन्छ उहाँ चाहिँ। अनि चराचुरुङ्गीले चाहिँ हाम्रो यस्तो आनन्द दिइरहेछ कि। तपाईँको पद चाहिँ के छ सर यसमा? उहाँ सरको भूपाल सरको मेरो पत्नी एनोरको झोला बोकेर मारि ल्याइदिने। उहाँलाई चाहिँ मेकअपको सामान धेरै बोकेर दियोस सरको गाह्रो भयो। जाउँ न केही दियोस सरबाट। अनि हाम्रो जिम्मेवारी मेरो हो साथीहरूलाई। अनि आज साथीहरूलाई अरू त गाह्रो केही थिएन खप्तरमा, त्यो दिशा गर्न त्यसको सुकुल नभएर गाह्रो भइरहेको छ। त्यसको चाहिँ गीत त्यसको चाहिँ व्यवस्थापनले एकदमै राम्रो व्यवस्था गर्नु होला। हाम्रो साथीहरूको एक्साइटमेन्ट हेरेर तपाईँहरू बुझ्न सक्नुहुन्छ कि घोडा दाउने पाटनले हामीलाई कसरी स्वागत गरिरहेको छ। I think heaven is a myth, but Khaptad is a real place in the earth. I think heaven नै हो। यस्तो भ्यूमा घोडा दाउने पाटनले स्वागत गर्यो हामीलाई चाहिँ। रमाउँदै कुरा राम्रा रमाइला कुरा गर्दै हाम्रो यात्रा अगाडि बढिरहेको छ।
दियो सर हजुर जाओस् न त केही शब्द हामी यस खप्तर राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एकदम आनन्द तरिकाले घुमिरहेको छौँ। यो चाहिँ घोडे पाटन भन्ने क्षेत्रमा छौँ। अहिले हाम्रो टिममा चाहिँ 9 जना सर म्याडमहरू हुनुहुन्छ। एकदम रमाइलो भइरहेको छ हिजोदेखि नै। आज हामीले विभिन्न क्षेत्रहरूको अवलोकन गर्ने सेड्युल रहेको छ भनेपछि अहिले हामी चाहिँ घोडे पाटनमा छौँ। तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँको उहाँले चाहिँ उहाँको मनको कुराहरू व्यक्त गर्दै हुनुहुन्छ। यति कुरा हाम्रो साथमा हुनुहुन्छ ऋषि धमलाको भतिज काजु धमला। मलाई काजु नै चाहिरहेछ अझै नि। फोटोसुट हुँदैछ घोडा दाउनेमा। यहाँ साइडमा हामी घोडा पनि देख्न सक्छौँ, घोडा भैँसीहरू पनि। हाम्रो विष्ट सरको अहिले फोटोसुट पालै पालो लाइनमा हुनुहुन्छ मण्डल सर। उता भ्लगिङतिरै हुनुहुन्छ मिस पनि। फुटेज खानु उहाँले पनि मेरोबाट। ल क्यामेराम्यानको साथमा अब हामी अगाडि बढ्नेछौँ। अब हामी भ्यू टावर पुगिसकेका छौँ। यहाँ घोडा धाउने पाटनको भ्यू टावर। यहाँबाट चाहिँ हामी अब बाबाको आश्रममा जानेछौँ। हामी यहाँबाट देखिने दृश्यहरू अवलोकन गर्नेछौँ। भ्यू टावरबाट देखिने दृश्यहरू। भ्यू टावरबाट देखिने दृश्य छैन छैन त्यस्तो छैन, ठिक छ, बलियो छ। दृश्य एकदमै रमणीय छ। तपाईँहरू क्यामेरामा देख्न सक्नुहुन्छ। हामी खप्तड बाबा आश्रम पुगिसकेका छौँ। 1.7 किलोमिटरको हिँडाइपछि पैदल यात्रा लामो रह्यो खप्तड बाबा आश्रमसम्मको। 1.7 किलोमिटर यसको मिथ छ। खप्तड बाबा चाहिँ पहिले यहाँ बसेर तपस्या गरेर जानुभएको भन्ने किंवदन्ती भेटिन्छ यसमा चाहिँ। हाम्रो खप्तड बाबा आश्रममा पुगिसकेका छौँ। हाम्रो यात्रा अझै अगाडि त्रिवेणीसम्मको हुनेछ। अब यहाँ अलि अवलोकन गरेर खप्तड बाबालाई उहाँको शालिक खप्तर बाबाले चाहिँ यहाँ त्यो यो आश्रम गरेर यो ठाउँमा भक्त गरेर यो आफ्नो चाहिँ यो बुद्धित्व प्राप्त गरेको ठाउँ उहाँले चाहिँ, त्यही कारण यो प्रख्यात छ। अनि अरू चाहिँ यहाँ सरहरू फोटो खिच्ने क्रममा हुनुहुन्छ। बाबाले चाहिँ यहाँ धेरै ठुलो योगदान गर्नुभएको छ। योगदान पछि गर्नु मेरो कुरामा फोटो सुरु हुँदैछ। सबैलाई सम्झिरहेको छु, देशव्यापी जनताहरूलाई सम्झिरहेको छु। देशमा समृद्धि छिटै छाओस्, सुख शान्ति हुन् नेपाली जनताहरू भन्न चाहन्छु। देश र जनताको लागि सोच्ने मान्छे हो म चाहिँ। अब हामीले चाहिँ देशलाई समृद्ध नेपाल खुसी नेपालीवासी बनाउने तर्फतिर लाग्नु पर्दछ साथीहरू। हामी यस खप्तड बाबाको आश्रमदेखि हामीले यो घोषणा गरिसकेको छौँ। अब यहाँबाट 1.5 किलोमिटर जति त्रिवेणी धाम। अब हामी त्रिवेणी धामतिर जाँदै खप्तड बाबा आश्रमबाट अब हाम्रो यात्रा त्रिवेणी धामतिरको खप्तड बाबा आश्रमको दर्शनपछि त्रिवेणी धामको अब हामी बाबा आश्रमबाट चाहिँ त्रिवेणी जाने क्रममा सहस्त्रलिङ्ग सहित यहाँ हाम्रो सरहरू ओह्रालो झर्दै हुनुहुन्छ त्रिवेणीतर्फ। अब हाम्रो त्रिवेणी चाहिँ देखेको छैन, उतापट्टि छ त्रिवेणी ठ्याक्कै। अनि माथिबाट हामी ओह्रालो झर्दै अब हाम्रो ब्याकग्राउन्डमा रहेको सहस्त्रलिङ्ग सँगै पाटन, जता हेर्दा पनि पाटनै पाटन खप्तड। एकदमै सुन्दर ठाउँ। के भन्न चाहनुहुन्छ सर? सुन्दर छ, हजुरहरू पनि घुम्न आउनुलाई एकचोटि खप्तड राष्ट्रिय निकुञ्जमा भन्न चाहन्छु। ल यस कुरामा म्याडमलाई थप्नुहोस् केही। म्याडमलाई अब
जे होस् रमाइलो छ मानवलाई पनि लिएर घुम्न ल्याउने छु मैले केही वर्षपछि यही भन्न चाहन्छु। फाइनल्ली हामी चाहिँ अब त्रिवेणीमा पुगिसकेका छौँ। त्रिवेणीको हामीलाई त्रिवेणीको मनमोहक दृश्यले हाम्रो मनहरू लोभ्याइसकेको छ। सबै साथीहरू पछाडि आउँदै हुनुहुन्छ, कोही पुगिसक्नु भएको छ, केही अब त्रिवेणी धामको दर्शन गर्छौँ। अब केही बेरमै अब स्नान जारी हुनेछ हाम्रो। स्टे ट्युन गाइज। हामी चाहिँ अहिले त्रिवेणी धाममा विश्राम गरिरहेका छौँ। हामी सबै साथीहरू बसिरहेका छौँ, कोही नुहाउने तर्खरमा हुनुहुन्छ। हामी चाहिँ अब केही बेरमा अब हामी दर्शन गर्नेछौँ त्रिवेणी धामको। हामी कहाँ छौँ रे काका? कहाँ यो ठाउँमा गएर त्रिवेणी बाजेलाई तपाईँ यहीँको लोकल हो बा? तपाईँ यहीँकै हो भने तपाईँ यहीँको लोकल हो स्थानीय? यस्तो ल भनिदिनु न त के भन्ने हो रे? खासै छैन उहाँको त्यो हजुर उहाँको खासै बोली त्यस्तो छैन। भनिदिनु न सर अगाडि। यसको बारेमा के भनिदिनु भने थोरै यो ठाउँको बारेमा त्रिवेणीको बारेमा त्रिवेणी कहाँ 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 मान्छे आउँदा नि सोमतारका हुँदा ए यो नाउनाजीले त सब तारा आउँदा दर्शन गर्छन्। शक्ति यही त हो, बिनी त हो। यो मन्दिर पनि छ। सबैको घर कता नि? यो काँडा हो, हजुर काँडा काँडा बाजुरा काँडा बाजुरा? बाजुरो काँडा। अनि बाजुरादेखि अहिले चाहिँ यहीँ बस्नुहुन्छ? ए किन यहाँ यति मात्र सर्नुभयो त नि? यो घरमा चाहिँ साथीहरूको त्रिवेणीमा स्नान एकदमै खतरनाक तरिकाले गरिराख्नु भएको छ। खप्तर त्रिवेणी मन्दिर र तल बगिरहेको त्रिवेणीमा साथीहरू नुहाइराख्नु भएको छ। ल त्रिवेणी धामको स्नानसँगै अब मन्दिर प्रवेश गर्दैछौँ हामी। अनि अबको केही समयमा सबै कुरा हो मान नमान त्यो सबै त्यो हो ल, तर यहाँ हुँदैन, यहाँ केही हुन्न कि। अरे दादा वरिपरि बाहिर पूजा गर्नु त्रिवेणी मन्दिर दर्शनसँगै अब हामी आफ्नो अब भोजनतर्फ लाग्नेछौँ। अब हाम्रो भोजनलाई अब पर्खिराख्नु भएको छ हाम्रो होमस्टेमा। त्रिवेणी मन्दिर एकदमै महत्त्वपूर्ण मन्दिर। यहाँको फोटो सेसन चलिरहेछ यता। अब केही बेरमा अब यहाँबाट दर्शन गरेर हामी निस्किने प्रयत्नमा छौँ। ल भुवल पछि स्या भ्लगले तपाईँको भनाइ फेरि भन्नुहोस्, छैन फेरि भन्नुहोस्। हालत खराब छ त्यति हो। सबभन्दा बढी भिडियो कसले बनाउँछ? दिवसहरूले केदारढुङ्गा फेरि हिजो बेलुका भयो, तर अब अहिले चाहिँ हामी हाम्रो फोटो सेसनदेखि लिएर सबै कुरा यति हुनेछ। क्यामेरा अफ छ अन छ। अफ छ यार। अर्कै किन नाम पर्यो यार, सोचिरहेछु कि सिधा छ त मेरो भेज पनि अर्कोले गयो। नाम राख्न व्यक्तिको अर्के बाजुरा बजुराले टोल्यो बाजुराले टोल्यो। भ्लगिङ बन्द भयो मिस? हजुर भ्लगिङ बन्द भयो? मेरो त उता गएर हुन्छ सर। फाइनल्ली अब हामी चाहिँ खप्तर दह खप्तर राष्ट्रिय निकुञ्ज अन्तर्गतको खप्तर दह
यानि कि खापरदह पनि भनेर चिनिन्छ यहाँको स्थानीय भाषामा। एकदमै चर्चित ताल मध्येको एउटा खप्तरदहमा हामी छौँ। पछाडि ब्याकग्राउन्डमा छ तर खासै अलि कुहिरोले गर्दाखेरि देखिरहेको अवस्था छैन यहाँको। हामी पुगिसक्यौँ, यो नै हो यसको यता। अब एकदम कुहिरोले देखिने अवस्था नै छैन यहाँको। हामी रमाइलो गर्नेछौँ। केही समयपछि हामीलाई मौसमले साथ दियो भने, खुल्यो भने फेरि देखाउनेछौँ तपाईँहरूलाई। धन्यवाद। 2-3 घन्टा खापरदहको हामी सेरोफेरोमा अहिले रमाउँदै यहाँ विश्राम गर्ने ठाउँ पनि रहेछ। साथीहरू अब विश्राम गर्नतिर अग्रसर हुनुहुन्छ। एकदमै फगी, एकदमै कुहिरो लागिरहेको अवस्थामा, तालको केही पनि नदेखिएको अवस्थामा साथीहरू बसिसक्नु भएको छ। के छ एक्सपिरियन्स कस्तो रह्यो खापरदहको, खप्तरदहको? यो दहको हामीले ऱ्याप ब्याटल चालु गरेका थियौँ, जसमा हामीले 4 पोइन्ट र उहाँको 2 पोइन्ट मात्रै भयो। मण्डल सर के भन्न चाहनुहुन्छ? कस्तो देखिरहेछ नि कुहिरोले, अब देखेपछि थाहा हुन्छ के कस्तो छ। पृष्ठ विचारका धनी सर, म्यानेजर सर एकदम राम्रो छ होइन। ऱ्याप ब्याटलमा हामीले जित्यौँ भन्नु न। यो दहले चाहिँ पुरै हाम्रो मनलाई नै शीतलता प्रदान गरेको छ। सर के भन्न चाहनुहुन्छ? खासै गयो जस्तो लाग्दैन, तर एकदम ठिकठाक छ। नुहाउनु सक्नुहुन्छ तपाईँ? नुहाउन सकिन्न सर, अहिले अत्याधिक चिसो छ। अहिले लगभग टेम्परेचर घटिसकेको छ होइन, अहिले 0 फल त छैन, लगभग त्यतिसम्म फिल छ कि हामीलाई। तपाईँको केही दिव्य उपदेश जाओस् न त। दिव्य उपदेश अलिकति यसलाई अलिकति व्यवस्थित गरेर मैले देखियो कि अलिक व्यवस्थित भयो जस्तो लागेन मलाई चाहिँ होइन। उहाँले पौडी खेल्ने टाइपको छ होइन, यसलाई हल्का व्यवस्थित गर्नु पर्यो। मिस कस्तो रह्यो एक्सपिरियन्स यहाँ खप्तरदहको? दामी एकदम देख्नु भएको छ? अन्तरिक्ष खेल्दै आएको छौँ, झनै रमाइलो। म्यामको यो मौसम नफुलेसम्म मन शान्तै छैन। खाजाको अनुभव दिँदै साथीहरू। खाजामा चटपटे दिउँसोको 3:30 7:30 को अन्न विष्ट सरको खप्तरदह बादलले ढाकिएको खप्तरदह खासै दर्शन गर्न पाइएन। अलिअलि यो दह हो कि ताल होइन? मन्दिर जस्तै आवाज राखेर हाम्रो सुनिसकेलाई। अनि मण्डल सरको त्यो कहानी, अनि दिवस सरको त्यो दुःख, हाम्रो यात्रालाई झन् सहज र प्रफुल्लित बनाइसकेका छ होइन। रूपा सरले बिचमा ट्विस्ट पोइन्ट टु बी नोटेड भन्ने कुराहरू जस्तै भनेर होइन, हाम्रो कपिल सरको भ्लगलाई नै अन्त्य गरे। अन्त्य भन्दा नि पुरै रोमाञ्चक बनाइदिएका छन्, बनाइसकेका छन्। अनि यो गाईहरूको धुन अनि यो छ नि मोहन सर, अरू केही होइन, मेरो भ्लगमा आउने एउटा तपाईँको स्टन्ट हो। यो भन्नै पर्ने थियो र थिएन त पाटन
यस्तो देखिन्छ पाटन। यहाँ पनि देखेँ पाटन सोही समय के हामी थिए अब हामी होमस्टेतर्फ लाग्दै अगाडि बढ्दै हाम्रो गन्तव्य आजको लागि होमस्टे नै रहनेछ। अब अहिले बेलुकाको 6 बजेको छ। सिनले पनि खासै साथ दिएन अहिले चाहिँ, बिहान चाहिँ एकदम साथ दिएको थियो मौसमले पनि। आज चाहिँ अब कुहिरो लाग्ने लेक। यहाँहरू सबैलाई नमस्कार। हामी आज यस खप्तर राष्ट्रिय निकुञ्जमा खप्तर दह भ्रमण गरेर आएको छौँ भने भर्खर यो पाटन पनि भ्रमण गरेर आएको छौँ। यहाँ विभिन्न यस राष्ट्रिय निकुञ्जमा विभिन्न प्रकारका पक्षीहरू पनि देखिँदा रहेछन् भने वन्यजन्तुहरू पनि देखिँदा रहेछन्। यस भ्रमण चाहिँ आज बिहान अत्यधिक रमाइलो भयो भने अहिले केही कुहिरो पानीले गर्दाखेरि हल्का डिस्टर्ब भएको छ हामीलाई यस अहिलेको समयमा चाहिँ भ्रमण गर्नको लागि भनेपछि। अहिले चाहिँ थोरै आकाश खुलेको छ भने हामीले एकदम इन्जोय गरिरहेको छौँ। यति खुलेको समयमा पनि त्यस एकदम आनन्दित भइरहेको छ, यति नै भन्न चाहन्छु। धन्यवाद तपाईँलाई। प्राकृतिक सम्पदाले भरिपूर्ण खप्तडमा एकदमै राम्रो फुल र फोटो सेसनको लागि साथीहरू एकदम धेरै छन्। रमाइलो भइरहेछ उहाँहरूलाई। ए हजुर, ए निकुञ्जले मात्रै निकुञ्जले बनाएको खानु त्यो अहिले भनेपछि केही समयमा ठुलो भन्दाखेरि चाहिँ मटर लगाएर पानी तान्दाखेरि माथि त्यो बन्यो भने चाहिँ अनि यिनीहरू चाहिँ बन्द गर्ने प्लान गरिदिन्छ। हुन्छ, टेन्डर त हजुर पनि हाल्न पाउनु भयो। कतिवटा खाना भिसान्डे अहिले होटल चलिरहेको होटल तपाईँको एउटा भएन, यति मात्र कि अरू पनि छन्? माथि नाले रमाइलो छ आउनु त हेर्न। त्यो माथिको हजुर हजुर। मिसले बिचमा इन्टरभ्यू बिगारिदिनु हो नि त। नै नै मजाक 3वटा जियो मजाक गरे। ठिक छ, राम्रो लाग्यो। 2022 साल असारको 6 गतेदेखि चौरपाटीदेखि यात्रा प्रारम्भ गऱ्यौँ हामीले खप्तर राष्ट्रिय निकुञ्जको लागि। त्यसको लागि यात्रा प्रारम्भ गरेको 5-6 घन्टामा हामी कहाँ त्यहाँ झिग्राना पुग्यौँ। त्यहाँ खानासाना खाएर 12 बजे त्यहाँदेखि झिग्रानादेखि खप्तर राष्ट्रिय निकुञ्जको यात्रा तय गऱ्यौँ र हामी अब बाटोमा सहज पनि भयो, रमाइलो पनि भयो, अलिक गाह्रो पनि भयो। अब उकालोमा चढ्दाखेरि अलिकति गाह्रो हुँदो रहेछ। उकालोमा सबभन्दा हेर्न लायक अनुहार कसको थियो? हेर्न लायक अनुहार चाहिँ हाम्रो अब सबैको थियो भनौँ। त्यसरी अब अलिकति गाह्रो सबैलाई हुन्छ उकालो चढ्दाखेरि। माउन्टेन ड्युले अलिकति सास चाहिँ दिएको यो हामीलाई। भन्नुनीलाई स्पोन्सर आनिदिनु भयो यार। अनि जे होस् हामी यतिखेरै पुगेको थियौँ। यतिखेर भन्नाले लगभग 7:15 7:30 बजीतिर पुगेको थियौँ। जस हिजो अब थकान महसुस भए पनि डाँडा काँडा यताउति पाटनले गर्दाखेरि मन आनन्दित भएर त्यो थकान एकातिर आनन्दित अर्कोतिर भएर आनन्दित जितेपछि अलिकति थकाइ चाहिँ कमै भएको थियो। आज बिहानैदेखि हामीले लगभग 3-4वटा गन्तव्य पर्यटकीय क्षेत्रहरूको अवलोकन गऱ्यौँ र एकदम आकर्षित रहेछन् ती पर्यटकीय क्षेत्रहरू। मनै लोभ्याउने यहीँसकेपछि चाहिँ जे होस् एकदम आनन्दित स्वर्गीय आनन्द प्राप्त भयो मलाई चाहिँ। अब अरू सर म्याडमलाई पनि भयो होला पनि अपेक्षा गरेको छु। अन्तिममा म्याडमलाई के भन्न चाहनुहुन्छ मेरो भ्लग मार्फत? केही पनि भन्दिनँ अहिले।